नमस्कार। आज हामी नेपालको एउटा निकै महत्त्वपूर्ण र ऐतिहासिक समुदाय ठकुरीबारे कुरा गर्दैछौँ। हजुर। हामीसँग केही सामग्री छ, खास गरी द ठकुरी कास्ट नेपाल्स नोबल रुलर्सबाट लिएका बुँदाहरू। यसैको आधारमा उनीहरूको उत्पत्ति, इतिहास अनि समाजमा उनीहरूको कस्तो स्थान रह्यो भन्ने बारे अलिक गहिरिएर बुझ्ने प्रयास गरौँ है त। एकदमै। ठकुरी भन्ने बित्तिकै प्राय शासक कुलीन वर्गसँग जोडिन्छ नि। आज यसैलाई अलिक केलाएर हेरौँ। हो नि, यो सामग्रीले पनि सुरुमै के भन्छ भने ठकुरीहरूको जरा चाहिँ प्राचीन क्षेत्रीय वंशसँग जोडिएको छ रे। ए क्षेत्रीय? हिन्दू वर्ण व्यवस्था अनुसार योद्धा, शासक वर्ग। अनि रमाइलो कुरा के छ भने ठकुरी शब्द नै संस्कृतको ठाकुरबाट आयो भन्ने मानिन्छ। ठाकुर मतलब स्वामी वा शासक। यो शब्दले नै उनीहरूको परम्परागत भूमिका कस्तो थियो होला भनेर अलिअलि सङ्केत गर्छ। बुझियो। तर यो प्राचीन क्षेत्रीय जराको दाबी त भयो, ऐतिहासिक रूपमा चाहिँ यसलाई कसरी हेर्ने? के यो वंशावलीमा मात्रै हो कि केही प्रमाण पनि छन्? खै, यो महत्त्वपूर्ण प्रश्न हो। स्रोतले चाहिँ उनीहरूको उदयलाई विशेष गरी लिच्छवी कालको अन्त्यतिर, मतलब लगभग 9 देखि 12औं शताब्दीको बीचमा बढी जोड्न खोजेको देखिन्छ। ए त्यो बेला? हो, त्यो समय नेपालको इतिहासमा एउटा कस्तो भने संक्रमण काल जस्तो थियो। केन्द्रीय लिच्छवी शक्ति अलि कमजोर हुँदै गएको। अनि मल्लहरू पुरै आइसकेका थिएनन्। हो, मल्लहरूको पूर्ण प्रभुत्व स्थापित भइसकेको थिएन त्यो बीचको समय। ए त्यसो भए त्यो शक्ति शून्यता जस्तो अवस्थामा ठकुरीहरू सक्रिय भए। त्यस्तै देखिन्छ। स्रोतले यही बेला काठमाडौँ उपत्यका र वरपर साना साना ठकुरी राज्य वा शासकहरू देखिएको कुरा गर्छ। जस्तै एउटा चर्चित उदाहरण राजा राघवदेवको छ नि, जसलाई लगभग 879 ईस्वीतिर नेपाल सम्मत चलाएको अनि कान्तिपुर मतलब अहिलेको काठमाडौँ शहरको जग बसालेको श्रेय दिइन्छ। ए हो र, राघवदेव ठकुरी? हो, उहाँलाई पनि त्यही वंशसँग जोडेर हेरिन्छ। यस्ता कुराले उनीहरूको राजनीतिक सक्रियता थियो भन्ने देखाउँछ। पर ठकुरीहरूको कुरा गर्दा उपत्यका मात्रै त होइन होला नि, पश्चिम नेपालसँगको सम्बन्ध पनि त सुनिन्छ नि, होइन र? बिल्कुल, त्यो एकदम महत्त्वपूर्ण छ। पश्चिम नेपाल, खास गरी कर्णाली, जुम्ला, डोटी जस्ता ठाउँहरू त कतिपय ठकुली वंशको उद्गम स्थल नै मानिन्छ। साँच्चै? हो, सामग्री अनुसार कतिपय ठकुरी वंशहरूले आफ्नो इतिहास त्यतातिर ती पहाडी राज्यहरूमा भएको बताउँछन्। एकीकरण हुनुभन्दा अघि उनीहरू त्यहाँ स्वतन्त्र राजा, रजौटा वा शक्तिशाली सामन्त थिए रे। ए भनेपछि उनीहरूको फैलावट राम्रै थियो। हो, भौगोलिक फैलावट र क्षेत्रीय शक्ति दुवै देखिन्छ। अनि यही पश्चिमतिरको जरा पछि गएर नेपाल एकीकरणसँग पनि जोडियो होला, होइन त? शाहवंशको कुरा पनि आउँछ क्यारे? हजुर, त्यो त एकदमै जोडिएको छ। गोर्खाका शाह राजाहरू पृथ्वीनारायण शाहदेखि लिएर उहाँहरू पनि आफूलाई क्षत्रिय ठकुरी मुलकै मान्नुहुन्छ। हो र? उहाँहरूको वंशावली पनि पश्चिम नेपालकै राजपूत वा ठकुरी वंशहरूसँग जोडिएको पाइन्छ। यही सम्बन्धले गर्दा एकीकरणपछि ठकुरीहरूको राजनीतिक र सामाजिक प्रतिष्ठा झन बढ्यो। त्यसो भए उनीहरूको परम्परागत भूमिका हेर्दा शासक र योद्धा त भइहाले, अरू के थियो जस्तो जमिनदारी, प्रशासनतिर? हो, भूमिका अलि बहुआयामिक नै थियो। स्रोतले उनीहरूलाई मुख्यतया योद्धा, सैन्य कमान्डर, प्रशासक अनि जमिनदारको रूपमा देखाउँछ। मतलब शासन चलाउने, कानून लागू गर्ने, कर उठाउने अनि आफ्नो इलाकाको धर्म संस्कृति हेर्ने। मूलतः शक्ति र अधिकार भएको ठाउँमा उनीहरूको उपस्थिति थियो। अब सामाजिक स्थानको कुरा गरौँ न त। उनीहरूलाई फराकिलो क्षेत्रीय समूहकै हिस्सा मानिन्छ, तर स्रोतले भन्छ उनीहरूले आफूलाई अलि विशिष्ट, एक किसिमको कुलीन वर्ग ठान्थे रे। किन होला त्यस्तो? यसका केही कारण छन्। एउटा त उनीहरूको ऐतिहासिक रूपमै शासक वर्गसँगको सम्बन्ध, खास गरी शाहवंशसँग बिहाबारी र नाता सम्बन्ध हुनु। अर्को, उनीहरूले आफूलाई उच्च जातीय हिन्दू रीतिरिवाज र परम्परा मान्ने कट्टर पालकको रूपमा देखाउनु। अनि तेस्रो, आफ्नो वंशलाई एकदमै पुराना राजाहरू वा पौराणिक वीरहरूसँग जोड्ने कोसिस गर्नु।
यिनै कारणले क्षेत्रीभित्रै पनि आफूलाई अलि माथिल्लो नोबल दर्जाको रूपमा देखाउन खोजेको जस्तो देखिन्छ। भनेपछि ठकुरी पहिचान भनेको इतिहास, वंश, सामाजिक प्रतिष्ठा यिनीहरूको एउटाले जटिल खालको मिश्रण पो रहेछ त। एकदम सही। र स्रोत आफैले पनि यो कुरा मान्छ। सामग्रीमा के स्पष्ट छ भने ठकुरीहरूको ठ्याक्कै उत्पत्ति र वंशावली पत्ता लगाउन गाह्रो छ। ए हो र? हो। यसमा ऐतिहासिक तथ्य, मान्छेले सुनाएका कुराहरू, स्थानीय कथाहरू अनि ठाउँअनुसारका भिन्नताहरू सबै मिसिएका छन्। त्यसैले त विद्वानहरू बीच पनि उनीहरूको खास वंश कुन हो, ऐतिहासिक यात्रा कस्तो रह्यो भन्नेमा अझै पनि बहस र अनुसन्धान चलिरहेको छ। यो कुनै एउटै सिधा कथा होइन। हो, यो बुझ्नुपर्ने कुरा हो। त्यसो भए आजको हाम्रो यो कुराकानीबाट के बुझियो भने स्रोत अनुसार ठकुरी जाति नेपालको शासन र युद्धको इतिहासको एउटा महत्त्वपूर्ण अङ्ग रहेछन्। हो। उनीहरूको जरा प्राचीन कालदेखि मध्यकाल हुँदै आधुनिक नेपाल बन्ने प्रक्रियासम्ममै जोडिएको देखिन्छ। खासगरी लिच्छवी पछिको समय पश्चिम नेपालका पहाडी राज्यहरू अनि शाहकालीन नेपालसँग त गहिरो सम्बन्ध नै रहेछ। हो, उनीहरू मूलतः शाही र प्रशासनिक विरासत बोकेका क्षत्रिय समूह हुन्। तर फेरि पनि अघि भने जस्तै उनीहरूको उत्पत्तिको कथामा इतिहास र मिथक दुवै मिसिएको छ। त्यो पक्षलाई चाहिँ बिर्सनु भएन। त्यो त छँदैछ। अन्तमा एउटा प्रश्न चाहिँ मनमा आइरह्यो, सायद हाम्रा श्रोताहरूले पनि सोच्न सक्नुहुन्छ। इतिहासमा यस्तो जरा गाडेको वंश र सामाजिक प्रतिष्ठाले जस्तो कि ठकुरी समुदायको छ, आजको बदलिन्दो नेपाली समाजमा कस्तो अर्थ राख्ला? गहिरो प्रश्न हो। के यस्ता ऐतिहासिक पहिचानहरूले अहिले पनि हाम्रो सामाजिक सम्बन्धलाई, हामीले एकअर्कालाई हेर्ने दृष्टिकोणलाई कतै न कतैबाट अलिअलि भए पनि प्रभाव पारिरहेको होला त? यो सोच्न लायक विषय हो है। निश्चय पनि।